तपाईँको नाम भनिदिनुहोस् न। मेरो नाम हरिमाया बिका हो, धरानाट सडन मार्ग बस्छु। हजुर, यो आज जुन चाहिँ कार्यक्रम गरिरहेछ सुत्केरी महिला होइन, सुत्केरी महिलाको कार्यक्रम गरिरहेछ, तपाईँलाई कस्तो लागिरहेको छ? मलाई एकदम राम्रो लागिरहेछ, किनकि पहिले हाम्रो जमानामा त पाइएन नै यस्तो सेवा सुविधा। अब अहिलेको भनौँ नानीहरूलाई धेरै राम्रो सेवा सुविधा पनि भइरहेको छ। अब पढ्नु लेख्नुमा पनि उहाँहरू अब घर घरमा गएर यो स्कुल लाउनु, यो यता ल्याउनु भन्नुभएको छ, त्यो चाहिँ एकदम खुसी लाग्छ। यो यस्तो कार्यक्रम गरिरहँदाखेरि तपाईँलाई अथवा समाजलाई तपाईँलाई कस्तो अनुभव हुन्छ? मलाई राम्रो लाग्छ, किनकि सुत्केरी महिलाहरूले अब यति भए पनि उनीहरूले होइन वारबाट आएको भनेर उनीहरू खुसी भएर खान्छन् नि, भए पनि मलाई खुसी लाग्छ। पहिलोचोटि हो तपाईँ यहाँनिर आउनुभएको? म पहिलोचोटि हो। पहिलोचोटि हो? त्योभन्दा अगाडि त यस्तो कार्यक्रममा आउनुभएको थियो, सहभागी हुनुभएको थियो? थिएन। हुन्छ, हस्।